हेलो गाइस, आज चाहिँ हामी लप्सी टिप्नको लागि अहिले जाँदैछौँ। अनि यो लप्सी चाहिँ फलेको छ कि छैन त्यो पनि थाहा छैन। परारको सालमा चाहिँ मजाले नै फलेको थियो। पोहोरको साल चाहिँ म चाहिँ गइनँ, भाइहरू पठाए थिए। उनीहरूले एकदमै कम्ती एक डब्बा मात्रै हुने गरी ल्याएको थियो। परारको सालमा म आफै गएर ल्याएको 6-7 डब्बा बनाएर अचार बनाएको थियो हामीले। र अहिले म वहाँ पुगिसकेपछि कतिको फलेको छ छैन त्यो सबैलाई जानकारी दिन्छु। र हजुरहरू चाहिँ यो लप्सीको अचार कसरी बनाउनुहुन्छ मलाई कमेन्ट गरिदिनु होला। म चाहिँ त्यति खासै अचार बनाउन जान्दिनँ, र पनि आफ्नो घरको लागि अब होटेलको लागि चलाउनको लागि चाहिँ अहिलेसम्म बनाएरै आइराखेको छ। अनि अचारहरू चाहिँ म चाहिँ हमेसै बनाइराख्छु। यो पहाडीको लप्सी भनेको चाहिँ एकदमै अर्ग्यानिक चिज हो। त्यसमा चाहिँ हार मल र त्यसलाई गोडमेल पनि गरिँदैन। बाँकी मसलाहरू त अब तोरीहरू भयो, सर्स्युङहरू, यिनीहरू पनि अब आजकल त हारमल बेगर कहीँ पनि फल्दैन, जमानै हारमलको छ। र अहिले म चाहिँ वहाँ पुगेर हजुरहरूलाई फेरि हजुरहरूलाई कतिको फलेको छ म देखाउँछु है त। सो फाइनली गाइस, म चाहिँ लप्सी भाटामा आइपुगेँ। एकदमै जङ्गल छ। लप्सी चाहिँ हजुरहरूलाई देखाउँछु यस्तो हुन्छ। अहिले म टिपिसकेर देखाउँछु। अब म चाहिँ लप्सी चाहिँ एकदमै कम्ती फलेको रहेछ। फल्न चाहिँ माथि बोटमा चाहिँ छ, तर पनि अहिले चाहिँ म अलिक छिटो आइपुग्यो हो। त्यो एकदमै कम्ती झरेको रहेछ। चढेर टिप्नुको लागि चाहिँ सकिँदैन, एकदम बडा रुख छ यहाँ चाहिँ। यहाँ हेर्न सक्नुहुन्छ, यो ठुलो रुख चाहिँ लप्सीको हो है। म अहिले टिपिसकेर देखाउँछु है हजुरहरूलाई। ल, म चाहिँ अब लप्सी टिप्न लागेँ। फाइनली गाइस, अहिले चाहिँ यति चाहिँ भेटाइयो, 2 डिब्बा जति चाहिँ हुन्छ होला। अनि यो पालि चाहिँ अलिक छिटो आइएछ कि कोनी भन्दा पनि बोटमा पनि त्यति फलेन छ। यो पालि चाहिँ पानी एकदम ज्यादा आएको कारणले पनि होला। फुल खेल्ने बेलामा फुल झऱ्यो भने फल्दैन नि त। अनि यहाँ चाहिँ यो ठुल्ठुलो देखेको सबै एउटै रुख छन् चाहिँ, तर यो सबै चाहिँ होइन है। यो एउटा रुख, यो ठुलो चाहिँ यो तल फेच्ची एउटै हो, अलिक माथि गएर 2टा भएको रहेछ। हाँगा फाटेर उँधोपट्टि चाहिँ बकाइनो। त्यसै गरी यहाँ तलतिर एउटा यसकै बच्चा होला, एउटा सानो चाहिँ यो पालि अलिअलि फलेछ, पहिला चाहिँ फलेको थिएन है गाइस। अनि सबैजनाले कमेन्ट गरिदिनु होला यो लप्सीको अचार चाहिँ कसरी बनाउने भनेर। मलाई त्यति आउँदैन बनाउनको लागि चाहिँ।